वाउ, खुसीको कुरो, महामन्त्री पदमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। बधाई तथा शुभकामना दिन चाहन्छु। शोभिता गौतम उपसभापतिको पदमा निर्वाचित हुनुभएको छ। बधाई अग्रिम शुभकामना दिन चाहन्छु। अत्यन्तै खुसी छु। यस साथीहरू, को खुसी हुनुहुन्छ? वाह, एकदम खुसी छु साथीहरू। पार्टीको शक्तिशाली पदमा, महामन्त्री जस्तो पदमा विपिन आचार्य निर्वाचित हुनुभएकोमा म एकदमै खुसी छु। मनिष झा निर्वाचित हुनु र विपिन आचार्य निर्वाचित हुनु हामी जनताको लागि एउटै कुरो साथीहरू। पार्टीमा स्थापना कालदेखि योगदान दिएर शोभिता गौतम, विपिन आचार्य, मनिष झाहरू आउनु भएको व्यक्तित्व हो। देश र जनतालाई पटक चाहिँ तपाईँको अन्याय परेका बेला न्याय दिलाउँदै आउनु भएको व्यक्तित्वहरू हुनुहुन्छ। उहाँ एकदमै प्रभावशाली नेतृत्व, एकदमै क्षमतावान नेतृत्वहरू हुनुहुन्छ। उहाँ एकदमै कानुन बुझेको, पढे लेखेको, योग्य व्यक्तित्वहरू हुनुहुन्छ। वाह, गर्वले छाती ठुलो भएको छ साथीहरू। यस भिडियोलाई लाइक र सेयर गर्नुहोला। जय गण्डीश, जय नेपाल लेख्नुहोस् सबैले तल।